गृहमन्त्री सुधन गुरुङमाथिको खेलको भयो अन्त्य। जतिसुकै मिडिया ट्रायल गरे पनि असफल बिचौलियाहरू अन्ततः प्रधानमन्त्री बालेन शाह गृहमन्त्रीको पक्षमा उभिए। क्लिन चिट पाएसँगै फेरि खुल्न थाले ठूला ठूला भ्रष्टाचारको फाइल। देशको राजनीतिक माहौल तातिरहेका बेला प्रधानमन्त्री बालेन शाह गृहमन्त्री सुधन गुरुङको पक्षमा उभिएका छन्। उनले राजीनामाको च्याप्टर नै क्लोज गरिदिएका छन्। करिब 2 दर्जन ठूला भ्रष्टाचारका फाइल सिआइबीलाई सुम्पिएर एकैपटक उच्च तहका भिआइपीहरूलाई कानुनी दायरामा ल्याउने तयारी गरिरहेका गृहमन्त्री गुरुङलाई कमजोर बनाउन खेल सुरु भएको थियो। विपक्षीहरूले मिडिया ट्रायल चलाएको ठहर गर्दै प्रधानमन्त्रीले सामान्य लिखित स्पष्टीकरणमै विषय सीमित गरिदिएका छन्। प्रधानमन्त्री र गृहमन्त्री बीच भएको 1-to-1 वार्तामा गुरुङले आफ्ना सबै आर्थिक तथा प्रशासनिक विवरण प्रस्तुत गर्दै आफू सत्यको बाटोमा रहेको दावी गरेका थिए। स्रोतका अनुसार सोही स्पष्टीकरणपछि प्रधानमन्त्री बालेन शाह झन स्पष्ट रूपमा गुरुङको पक्षमा उभिएका थिए। ठूला फाइलहरू खोलेर भ्रष्टाचारको निन्द हराम गरेर नेपालीहरू मन जितेका गृहमन्त्री गुरुङलाई प्रधानमन्त्रीको यो बलियो साथ हो। विपक्षी दलहरूले निरन्तर राजीनामाको माग गर्दै दबाव सिर्जना गरिरहेका बेला पनि गृहमन्त्री गुरुङमाथि कुनै ठोस कारबाही अघि नबढ्नुले सत्ता पक्षको अडान झनै कडा देखिएको छ। यता बिचौलिया समूहहरूले जति प्रयास गरे पनि गुरुङको विकेट ढाल्न असफल भएको विश्लेषण भइरहेको छ। गृहमन्त्रीको राजीनामा माग्ने आवाज चर्किरहेका बेला राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भने खुलेरै गुरुङको समर्थन गरेका थिए। अहिले परिस्थिति बदलिएको छ। राजीनामाको दबाव क्रमशः कम हुँदै गएको छ र गृहमन्त्री गुरुङ फेरि आक्रामक ढंगले काममा फर्किने तयारीमा देखिएका छन्। गृहमन्त्रीले नेपाल प्रहरीलाई समेत एक्सन मोडमा जान निर्देशन दिएका छन्। भ्रष्टाचार विरुद्धको अभियानलाई थप तीव्र बनाउँदै ठूला माछा समात्ने रणनीतिमा सरकार अघि बढ्ने संकेत देखिएको छ। अबको केही दिनमै ठूला राजनीतिक र प्रशासनिक हलचल हुने आकलन गरिएको छ।